पुस्ता जान्न चाहन्छन् कार्यक्रममा हाम्रो देशमा युवाहरू जागे, जिन्जी पुस्ता जाग्यो सडकमा। 23 गते लाखौं युवाहरू सडकमा आए र उनीहरूले भने भ्रष्टाचारलाई कारबाही गर्नुपर्छ, सुशासन चाहिन्छ, पारदर्शिता चाहिन्छ र त्यसपछि प्रत्यक्ष निर्वाचित कार्यकारी देशलाई चाहिन्छ भन्ने एउटा बहस सुरु भयो। युवाहरूले जिते र जिन्जी पुस्ताले दिग्विजय गर्यो, विश्व सामु एउटा सन्देश दियो र त्यसको सूत्रधार को हुनुहुन्छ तपाईँ सबलाई थाहा छ। त्यसको नेतृत्वकर्ता को हुनुहुन्छ, कसको आह्वानमा जनताहरू सडकमा आए त, युवाहरू सडकमा आए त, जिन्जी पुस्ता आन्दोलित भए त। आज हामी एकजना यस्तो व्यक्तिसँग कुराकानी गर्दैछौँ, निरज कुमार ढुङ्गाना, जसले अहिलेको नेतृत्व गर्नुभयो। तपाईँलाई म जनता जान्न चाहन्छ कार्यक्रममा स्वागत गर्न साथी ढुङ्गाना छु। तपाईँले आह्वान गर्नुभयो, मैले आह्वान गरेँ। आन्दोलनको आँधीबेहरी आयो, सरकार ढल्यो, विद्यार्थीहरूले, युवाहरूले र देशले जित्यो। अब भन्नुहोस्, तपाईँको चाहना अनुसार देशमा अहिलेको सरकारले काम गरेको छ, अन्तिम सरकारले, सुशीला कार्कीको सरकारले छैन उहाँले गर्नुभएको छ। तपाईँहरूको माग के, यो सरकारले के गर्दाखेरि तपाईँहरूको माग सम्झेर हुन्छ? होइन, अब हाम्रो चाहिँ भनौँ न एजेन्डा बटम लाइन के भनौँ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री है। अनि अर्को भनेको चाहिँ तपाईँको करप्सनमा चाहिँ कन्ट्रोल, यसको एलिमिनेसन, करप्सन चाहिँ हट्नु पऱ्यो होइन। कसले गरेको छन् उनीहरू सबैलाई चाहिँ अब एक हिसाबले कारवाही गर्नु पऱ्यो भन्ने थियो। र जेनजीको सहभागिता यो सरकारमा जुन चाहिँ छँदै छैन, देखिँदैन। कोही त अब यत्रो हेर्नुहोस् मान्छे मरेका छन् होइन, जेनजीहरू मरेका छन्, यत्र शहीदहरू छन्। अब खोइ त यो हाम्रो चाहिँ प्रतिनिधित्व छँदै छैन, सरकारमा हाम्रो प्रतिनिधित्व छँदै छैन। त्यस्तो जिन्जी पुस्ता सरकारमा जान चाहन्छ होइन, सरकारमा आफ्नो सहभागिता चाहन्छ, सहभागिता सुपरभिजन चाहन्छ। किनभने हामीले अरूले बनाएको सरकार पनि देख्यौँ, हामीले चाहिँ यो क्रान्ति ल्याएको कारणले चाहिँ हामी पनि इन्भल्भ हौँ, देखौँ न, हेरौँ न, आफै सुपरभाइज गरौँ न, नयाँ नेपाल बनाऊँ न भन्ने त हाम्रो डेफिनेटली चाहना छ। तर यो चाहिँ अब के भन्नु, यो हाम्रो हातैमा भएन, सरकार आफै चलिरहेको छ, हाइज्याक नै भयो। अब आन्दोलन तपाईँले गर्नुभयो होइन, युवाहरू सडकमा आए, विद्यार्थीहरू सडकमा आए, तपाईँलाई साथ दिए होइन। तपाईँले यो आन्दोलन गर्दाखेरि सोच्नु भएको थिएन त यति धेरै चाहिँ तपाईँलाई समर्थन मिल्छ, यति छोटो अवधिमा सरकार ढल्छ र अन्तरिम सरकार बन्छ, सुशीला कार्की प्रधानमन्त्री बन्छ भनेर तपाईँले सोच्नु भएको थिएन? नसोचेको कुरो भयो नि त देशमा होइन, आमूल परिवर्तन भयो। तपाईँ भन्नुभएको छ अब सरकारले राम्रो काम गर्नु पऱ्यो, जनताको मन जित्नु पऱ्यो र जेन्जी पुस्ताको चाहना अनुसार काम गर्नु पऱ्यो। जेन्जी पुस्ता सन्तुष्ट छैन अहिलेको सरकारको गतिविधिलाई, काम कारबाहीलाई। पुस्ता मात्र होइन, कोही नेपाली पनि सायद यो सेटिस्फाइड छैन है, ठिक लागेको छैन। किनभने हाम्रो बटम लाइनमा हाम्रो एजेन्डा कुनै पनि चाहिँ तपाईँको यो इम्प्लिमेन्ट भएको छैन। हाम्रो प्रधानमन्त्रीले चाहिँ आज भर्खरै त्यो सम्बोधन गर्नुभयो, त्यसमा हाम्रो केही पनि माग पुरा भएको छैन। होइन, प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै के भन्नु भन्दाखेरि म निर्वाचन गरेको छु, निर्वाचनमा सहभागी हुन उहाँले सबैलाई आग्रह गर्नुभएको छ, सबै दललाई, जेन्जी पुस्तालाई। र निर्वाचन चाहिँ पुरानै प्रक्रिया अनुसार संसदीय निर्वाचन गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी असम्भव भन्नुभएको छ प्रधानमन्त्री। अब त्यो असम्भव कसरी भन्न पाइयो? यत्रो मान्छेको बलिदानी गएको छ, यत्रा शहीद भएका छन्, कतिजना घाइते छन्, कतिजना अपाङ्ग भयो होला, यो सबै छ है। हामीले यत्रो यो रगत बगेको छ यो क्रान्ति आउनलाई, यो नयाँ परिवर्तन आउनलाई। अनि उहाँले हाम्रो बेसिक, हाम्रो एकदम न्यूनतम खालको एजेन्डाज पनि उहाँले चाहिँ सम्बोधन नगरिदिइसकेपछि यो भयो त? यो त हुँदै भएन नि। आजको प्रधानमन्त्रीले राष्ट्रको नाममा गर्नुभएको सम्बोधनले तपाईँहरूको मागलाई सम्बोधन गर्न सकेन? छैन, पिटिकै। अब तपाईँले विभिन्न पक्ष अन्तर्क्रिया गर्नुभएको छ, भेट्नु भएको छ होइन, आज तपाईँले एउटा बटम लाइन क्लियर गरिदिनुहोस्, जेन्जी पुस्ताको माग चाहिँ अहिलेको अवस्थामा के हो, के गर्दाखेरि तपाईँहरू चुनावमा जानुहुन्छ र प्रधानमन्त्रीसँग तपाईँहरूको कुराकानी हुँदाखेरि पनि, संवाद हुँदाखेरि पनि तपाईँहरू आफ्नो बटम लाइन चाहिँ कसरी राख्नुहुन्छ वार्ताको टेबलमा? यस्तो बटम लाइनको बारेमा चाहिँ म क्लियर गरिदिन्छु है। देशमा चाहिँ एउटा आमूल परिवर्तन आउनलाई अथवा एकदम सरल भाषामा भनौँ देशमा विकास हुनलाई र देशमा चाहिँ स्टेबल गभर्मेन्ट, हामीले यसरी पोइन्ट गर्दाखेरि चाहिँ सरकार 5 चोटि फेरिनु त भएन, त्यो गर्दाखेरि दोष कसलाई ठहराउने, दोषी कसलाई ठहराउने? सबै होइन मैले त 6 महिना बसेको, मैले 8 महिना बसेको भन्छ। एउटा मान्छे 4-5 वर्ष मजाले बस्यो भने होइन, 5 वर्ष उसको कार्यकाल पुरा गर्यो भने अब यो गर्दाखेरि त देश विकास हुन्छ नि, उसलाई एटलिस्ट हामीले तपाईँ जिम्मेवार हुनुहुन्छ भन्न त पाउँछौँ। त्यही डराएर पनि उसले काम गर्छ। त्यसको लागि चाहिँ हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भनेर चाहिँ भनिआएको है। त्यो भयो भने धेरै समस्या समाधान हुन्छ देशको। तर त्यो खोइ त सम्बोधनै छैन, एजेन्डाले केही गर्नु नै भएको छैन होइन। अब अर्को करप्सन थियो, अब करप्सनको बडी पनि बनाउनु भएको छ त क्यारे, तर अब कति टाइम लाउने र कुन, अब त्यहाँ त हामीलाई पनि राख्नु पर्यो नि त होइन। हामीले चाहिँ यस्तो गर्नुहोस् भनेर चाहिँ उहाँले गर्नु पर्यो। हाम्रो सुपरभिजन केही छैन, पुरानै मान्छेहरू राख्नु भएको छ, पार्टीसँग अफिलिएसन भएकै मान्छे राख्नु भएको छ। हाम्रो सरकार कसरी भयो यो? किन तपाईँहरूले त सरकारमा आफ्नो सहभागिता अथवा जेन्जी पुस्ताको सहभागिताको लागि आग्रह गर्नुभएको छ होइन? त्यो त डेफिनेटली हुनु पर्यो। यो त सबैले भन्नलाई जस्तो प्रधानमन्त्रीले अहिलेसम्म जेन्जी पुस्ताको कसैलाई पनि मन्त्री बनाउनु भएको छैन, एकजना पनि मन्त्रीमण्डलमा छैन। हामीले बनाएको सरकार हो भने हाम्रो प्रतिनिधित्व हुनु परेन त? भन्नुहोस् त। अहिलेको अवस्थामा सरकारमा तपाईँहरू जाने कि तपाईँहरूको माग पुरा गराउनको लागि दबाब दिने?
तपाईँको बटम लाइन क्या जेनजी पुस्ता के हो होइन हामीलाई त हाम्रो माग पुरा भए पुग्छ हेर्नुहोस् केही गर्नु छैन अरू माग पुरा भए पुग्छ देशलाई राम्रो भए पुग्छ तर त्यो देशको लागि हितमा हुने खालको अहिलेसम्म आज सम्बोधनमा पनि केही पनि देखिएन होइन अब केही पनि नदेखेपछि त हामीले यत्रो ज्यान धनको क्षति यत्रो गरेर चाहिँ हामीले के प्रिपोन गरेको छिटो चाहिँ निर्वाचन गर्ने त्यो डेट सारे मात्र हो त ज्यान धनको यत्रो त्यो हाम्रो संरचनाको क्षति भएको छ हिस्टोरिकल थिङ्सहरू अब हिस्टोरिकल त्यो बिल्डिङ्स मोन्युमेन्ट्स के त्यसको क्षति भएको छ तपाईँको अब कतिजना शहीद हुनु भएको छ कतिजना घाइते हुनु भएको होला अब यो त भयो त त्यत्रो बलिदानलाई त्यो त लात हाने जस्तो कुरा भयो नि हामीले बनाएको सरकार भयो भनेपछि हाम्रो प्रतिनिधित्व हुनु पर्यो र हाम्रो एजेन्डा पनि सुनिनु पर्यो होइन तपाईँले बनाएको सरकार हो नि त जेनजी पुस्ता सडकमा नआएको भए केपी शर्मा ओलीको नेतृत्व सरकार ढल्थेन र सुशीला कार्की प्रधानमन्त्री बन्न सक्नुहुन्थेन हजुर अब तपाईँले प्रधानमन्त्री बनाउँदा उहाँलाई समर्थन गर्नुभयो नि त फेरि सुशीला कार्कीलाई किन के कारणले समर्थन गर्नुभयो त होइन यस्तो भयो हेर्नुहोस् है अब यो चाहिँ म लिडर होइन है धेरैजना हुनुहुन्थ्यो भन्नाले एन्टायर मुभमेन्टको त मै त होइन नि त धेरैजना आउनु भएको थियो आफ्नै टोली ल्याउनु भएको थियो सबै गर्नु भएको थियो होइन अब त्यो हुँदाखेरि एकजना चाहिँ जानुभयो छानियो एक हिसाबले डेमोक्रेटिक प्रोसेसमै हो डिस्कर्ड भन्ने एउटा एपमा चाहिँ उहाँलाई चाहिँ टपमा पुर्याइयो होइन जानुभयो होपफुली राम्रो काम गर्नु होला भनेर आश पनि थियो त्यो अनुसारको भएन हेर्नुहोस् अब हो छानेको त हो जेनजी पुस्ताले नै छानेको हो तर हाम्रो मागको चाहिँ तपाईँको सम्बोधनै नभइसकेपछि यो त हाम्रो सरकार भन्नै मिलेन नि हामीले मान्छे लगिदियौँ हेर्नुहोस् है तर हामीले भनेअनुसार काम चाहिँ भएन कि तपाईँको कारणले सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो धेरै मान्छे 8 जना मन्त्रीहरू पनि बने होइन अब सरकारले चुनावको मिति पनि घोषणा गरिसक्यो चुनावमा जान आग्रह पनि गरिसक्यो भ्रष्टाचारलाई कारबाही गर्छु भनेर प्रधानमन्त्रीले आज प्रतिबद्धता व्यक्त गर्नुभएको छ म कसैलाई छोड्दिनँ अब तपाईँको बटम लाइन भनेको त निर्वाचनै हो नि होइन र निर्वाचन त आजको आवश्यकता हो किनभने यो संविधान सम्मत निर्वाचनको विकल्प अरू त छैन किनभने यो संविधानलाई तपाईँले मान्नु भएको छ संविधानलाई मानेको छौँ तर अब हाम्रो बटम लाइन भनेको चाहिँ निर्वाचन थिएन हेर्नुहोस् मैले त अघि नै हजुरलाई भनिसकेँ होइन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री जुनले चाहिँ देशमा एउटा स्टेबिलिटी दिन्छ एउटै खालको गभर्मेन्ट नझरिकन अडिक सरकार रेस्पोन्सिबल सरकार जिम्मेवार सरकार दिन्छ भन्ने थियो त्यो बटम लाइन थियो करप्सनको छिटोभन्दा छिटो चाहिँ तपाईँको इन्भेस्टिगेसन हुनुपर्छ भन्ने चाहिँ थियो होइन र त्यो बाहेक अरू विभिन्न थिए होइन त्यो दुइटालाई मात्र नभनौँ तर मेन त त्यो थियो नि त अनि त्यो खोइ अब हाम्रो न रिप्रेजेन्टेटिभ छ सरकारमा होइन न हामीले सुपरभाइज गर्न पाउँछौँ एक्सन्सहरू अनि त्यो भएपछि त आश थियो हेर्नुहोस् उहाँबाट एक हिसाबले निराश भयौँ अहिलेसम्म है तर युवाहरू निराश हुनु हुँदैन भन्छु म किनभने जेनजी पुस्ता त अब उत्साहितका साथ अगाडि बढ्नुपर्छ है किन यो परिवर्तनको तपाईँहरूले छ नि हजुर साँच्चै संस्थागत गर्नै पर्छ यो परिवर्तन